पहिला जुस खाउँ होइन रोनाल्डो जस्तै कि यसरी सार्दिनु फेरि स्प्राइटको सुल्स जान्छ कि ल नमस्ते भयो यो त किन्छ डाइट गर्ने होइन लु डुब्यो बित्यो डुब्यो पानी हालेको त्यस्तो होइन ल नमस्ते साथीहरू चेयर्स यो चाहिँ हामी चाहिँ अब कोल्ड ड्रिङ्क खाएको सफ्ट ड्रिङ्क भन्दो रहेछ क्या त हामी उता नेपालतिर कोल्ड ड्रिङ्क भन्थ्यौँ होइन यहाँ चाहिँ सफ्ट ड्रिङ्क भन्दो रहेछ कोल्ड ड्रिङ्क पनि जुस भन्छ हाम्रोतिर जुस भन्छ कसम जुस भन्छ तर अब होइन जुस भन्छ मेरो यस्तो जुस भन्छ अरे अहिले झन् राजेश मैले पायल दाइ फिल्म खेलेर सुपर हिट भइसक्यो तिमीहरू सुपर हिट होइन अझै पनि पायल दाइ भयो खुकुरी निकालो काष्टे मण्डल म त गुगली गरेर हेर गुगली होइन गुगल हो त्यही गुगली रे मधेसबाट आयो भन्दैमा कि मधेसी भन्दा कि हाम्रो पहिचान लुकाएको भएर झन् राम्रो नि मधेसको चाहिँ ठ्याक्कै चिन्ने भन्ने एउटा हुन्छ कि अझै उनीहरूले के भन्छ लाइभ आएर के अरे भिडियो बनाएर सबै जति मधेसीहरू हुन्छ हिन्दू मान्छे भने सबैजना आउनु आन्दोलन गर्ने ए पार्टी खाना बोलाए जस्तो बोलाए त है भोज खाने छोरीको बिहे गर्ने मुझे भोज खाने बोलाउँदैन अनि सरी रिस उठ्यो क्या मलाई छोराछोरीको बिहे गर्ने भोज खाने बोलाउँदैन नमस्ते सबैजनालाई वेलकम टु माई च्यानल अहिले चाहिँ हामीले अघि भर्खरै बोलेको तर वेलकम मान्न पाएको थिएन अहिले स्वागत सबैजनालाई स्वागत छ र हाम्रो आजको टपिक के हो भने एउटा के अरे युके के अरे जापानमा एउटा होइन त्यसले तोकेर चाहिँ होइन होला त्यो सबै अब यो कास्ट डिस्क्रिमिनेसनको बारेमा होइन इक्वेटी यो अहिले चाहिँ मैले कसरी बोलेको भने हामीले भिडियो बनाइसकेपछि र वेलकम गर्न बिर्सेको भएर अहिले यो बनाएको है हामी फर्स्ट टाइम हो नि त कि स्क्रिप्टेड त्यस्तो केही होइन फर्स्ट टाइम हो नि त त्यही भएर हामीले बिर्सियो कि वेलकम गर्ने स्क्रिप्टेड ए त पहिल्यै होइन के त्यो चाहिँ हाम्रो चाहिँ भिडियो हेर्नुहोस् हाम्रो चाहिँ नकाटिकन हाम्रो छ एउटा भाटमा चाहिँ 2 पार्ट बनाएको त्यो 2 पार्टलाई चाहिँ जोडेको छ अलिकति धेरै लामो भएछ होला 17 मिनट यो जोडेर अब 18-19 मिनट हुन्छ हामी नमानिकन हेरिदिने हो हामी अहिले रुममा आइसक्यौँ त्यही हो ल हेर्नुहोस् भात पाके छैन होला हौ अलि क्यामेरा बुझ्नुपर्छ क्या हाम्रो फेरि अलि जति पैसा कमाए पनि एउटा गतिलो फोन किन्न सकिएको छैन नमस्कार साथीभाइहरू पहिला जुस खाउँ होइन रोनाल्डो जस्तै कि यसरी सार्दिनु फेरि स्प्राइटको सुल्स जान्छ कि ल नमस्ते भयो यो त किन्छ डाइट गर्ने होइन लु डुब्यो बित्यो डुब्यो पानी हालेको त्यस्तो होइन ल नमस्ते साथीहरू चेयर्स यो चाहिँ हामी चाहिँ अब कोल्ड ड्रिङ्क खाएको सफ्ट ड्रिङ्क भन्दो रहेछ क्या त हामी उता नेपालतिर कोल्ड ड्रिङ्क भन्थ्यौँ होइन यहाँ चाहिँ सफ्ट ड्रिङ्क भन्दो कोल्ड ड्रिङ्क पनि जुस भन्छ हाम्रोतिर जुस भन्छ कसम जुस भन्छ तर अब होइन जुस भन्छ मेरो यस्तो जुस भन्छ अरे त्यो टपिक चाहिँ त्यो एकचोटि मैले टिकटकमा देखेँ भन्थेँ नि त यो मधेसी नै भन्यो कि त्यसले अब तराईको मान्छे भन्यो नि हामीलाई पहाडी भन्दाखेरि होइन हामीलाई केही नि हुँदैन नि त मधेसीलाई किन हेर्छ अरे कि त्यो हेपाइ त्यो मान्छे पागल हेर सबै यत्रो पढेको अझै कहाँबाट भन्यो त्यसले नेपालमा जापानमा थियो अरे कि सुन न जापानमा थियो अरे अनि त्यो उसले चाहिँ तिम्रो साथी छैन भन्यो कि अनि त्यो अर्को नि सोध्ने नि पहाडी नै हो खै के हो त्यो अब मान्छे नै हो होइन सबसे पहिला त जियोस नेपाली थियो होइन जियोस नेपाली नै हो अनि भिडियो बनाउँदै हिँड्ने रहेछ अनि तपाईँको तिम्रो कोही तिम्रो भनेको तपाईँ भने अब त्यो उच्चारणमा के भन्यो सर अब मान्छेले भनेको मनले इज्जत दिने हो अब त्यो बोलीमा जे पनि हुन्छ अब होइन तिम्रो मेरो बोलीको जे पनि हुन्छ मान्छेले भनेको रेस्पेक्ट दिन जान्नुपर्छ बेहोराले चाहिँ रेस्पेक्ट दिने हो बोलीले होइन जसले बोलीले दिन्छ त्यो असाध्यै अलि त्यो भनेको अब सत्य हुँदैन कि अनि त्यसले चाहिँ के भनेको थियो भन्दाखेरि चाहिँ तिम्रो साथी छैन भने नै छैन यहाँ म मधेसी भएर पहाडीहरूले मलाई हेर्छ भने कि त्यो कुरा चाहिँ के हो तिमीलाई के लाग्यो अब तिमी नि एउटा म पनि मधेसी नै हो भन्नु पर्यो भने के छ र नन्दकिशोर मण्डल है नाम म सुजल गुरुङ म पहाडी ऊ मधेसी ल हाम्रो त कहिले हुँदैन कहिले झगडा हुँदैन झगडा भए पनि मा बहन जान्छ होइन यो यताउति जाँदैन कि भने नि के भएर ऊ पाहाडमा पर्छ त्यो पाहाड भएको म मधेसमा प्रदेशमा पर्छु म मधेस भयो त्यस्तो हो कि अब हेप्नी छेप्नी चाहिँ मान्छेको सोचाइमा किनभने मान्छेको हाम्रो यो नेपाल मात्र होइन पुरो संसारमा सोझो मान्छेको फाइदा उठाउँछ क्या जस्तै तिमी मेरो तरामा आयो भने तिमी सोझो छौ भने तिमीलाई हेपिदिन्छ अनि जस्तै म तिमीहरूमा गयो भने तिमीले मलाई हेप्छौ क्या त्यो मान्छे कन्सेप्टमा हो कि हेप्नु भन्नाले पनि होइन
अब ओ यो त मधेसबाट आएको रहेछ भन्छ कि मधेसबाट आयो भन्दैमा सोचाइ के नै फरक भयो मधेसबाट आयो भन्दैमा के मधेसी भन्दा कि हाम्रो पहिचान लुकाएको भएर झन् राम्रो नि ए मधेसको रहेछ ठ्याक्कै चिन्दियो भन्ने एउटा हुन्छ कि अनि खै मलाई त्यस्तो लाग्दैन अब त्यो उसले चाहिँ मैले कसरी देखेँ भन्दाखेरि चाहिँ उसको चाहिँ अब बानी बेहोरा कस्तो हुन्छ भन्ने नि हो नि त सबसे मेन कुरा भन्ने बडी मधेसी ल्याङ्ग्वेज के छ बोली मधेसी भन्दैमा अब त्यो हेप्यो मेरो कोही साथी छैन भन्ने हो नि होइन अब साथी नबनाए पनि अब हामी सुरुमै आउने बित्तिकै अब यसरी बोलियो उस भइयो होइन अब यहाँ पनि धेरै भयो होइन 5 महिना जति भयो होला नि हामी आएदेखिबाट खै झगडा भयो कहिलेकाहीँ हुन्छ झगडा त्यही त भने म त्यहाँ जन्मेदेखि यार काठमाडौँ नै बसेको है कहिले नि त्यस्तो भनेको छैन क्या मलाई साथीहरूले नि कहिले भनेन अब सोध्यो कहाँबाट हो मैले भने म मधेसी हो क्या तिमीहरू के त नि ए के गर्दा मधेसी भएर बाल त्यो मान्छे होइन त्यस्तो मलाई लाग्दैन कि त्यो मान्छेको सोच्न भएर त्यो बकवास हो क्या नराम्रो त्यसको बेहोरामा नि डिपेन्ड गर्छ नि त अब बेहोरा कस्तो छ भन्ने कुरा हो नि त फेरि अब ल तिम्रो बेहोरा त्यस्तो खच्चु भएको भए मैले तिमीलाई कहाँ हेरेर बस्छु त नि मैले तिमीलाई साथी भन्छु अनि तिम्रो बेहोरा त्यस्तो खच्चु भयो गिरेको अब खै अनि त्यस्तो भयो मैले तिमीलाई कहाँ हेर्छु त ल नि अर्को कुरो बानी बेहोरा हुनु अर्को पर्यो नि कुरो त चाहिँ हेपाई कसलाई भन्छु भने यदि मधेसी होइन धोती भने त्यो चाहिँ रिसाउँछ धोती त किन भन्ने धोती लाएर धोती भन्छ अब धोती भन्नु नि धोती भन्छ ठिक छ होइन तर अब धोती भन्यो नि के भन्दा नि मधेसको लुगै भनेको धोती कुर्ता हो अनि क्या आफ्नो अनि मान्छेमा पगरी भन्छ क्या मेरो अब गुरुङको हेर है कछाडा हो कि कछाड भन्छ खै माया कस्तो बिर्स्यो हो कछाड र भाङ्रा भन्छ अब मलाई भाङ्रा भनेर गिजाउँदाखेरि मैले अब रिसाउँ नि त अब के भने भाङ्रा लाएर हिँड्छ हामी हाम्रो लुङ्गी टाइपको हुन्छ कि लुङ्गी टाइपको सेतो उसको हुन्छ अब त्यसलाई कछाड भन्छ कि के भन्छ त्यस्तै बिर्सिएँ मैले चाहिँ धेरै नलागेको भाङ्रा भन्यो भने म रिसाउने अब भाङ्रा भने हामीलाई ढाका टोपी भने ओए ढाका टोपी भन्यो भने हामी रिसाउने अब अझै यार अझै जापानमा गएर यत्रो पढे लेखेको मान्छेहरूले त्यस्तो सोध्छ भने त हामी अनपढहरूले के सोच्छ किन त अनपढ हो होइन जस्तो एउटा अनपढ कुरा भयो अब जस्तो अब यत्रो पढे लेखेको जापान गयो होइन जापानको यत्रो पढेको मान्छेले अनि झन् नपढेको मान्छेहरूले गाउँले के सोध्छ भने यिनीहरूले कन्सेप्ट बिगार्छ क्या अनि यस्तो पढेको लेखेको मान्छे यस्तो सोध्छ भने तिमी नि पढे लेखेको हो कस्तो नपढेको भनेको एसिस्टेन्ट अकाउन्टेन्ट होइन नेपाली ल म गल्फमा छु त आफूलाई कमै सोध्छु कि अनि उनीहरू झन् यत्रो ठुलो जापान भनेपछि के गर्नु आफूलाई कम सोच्ने त्यसले बोलाए मात्रै जाने हो को खोइ को हामी चिन्दैन अघि त्यहीँ आउँदिनँ भन्थ्यो त हामी तर यो हाम्रो होइन तर होइन क्या यत्रो देश गरे पनि मान्छे भन्छ अनि त्यो मान्छेको सोचाइ नै भन्ने बुझिन्छ हामीले चाहिँ त्यस्तो होइन मान्छेलाई भेडा भन्दा हुन्छ डाइरेक्ट भेडा नै हो भेडे त हामी हो कि गुरुङ अब के उसले भेडा रिसाउने पिट्दिने झगडा गरिदिने गुरुङ यस्तो हुन्छ सबैको हाम्रो पहाडीतिर भनेको भने कस्तो भन्दाखेरि गुरुङ भिडे मगर लेडे भन्ने हो कि अब कहाँ गुरुङ र मगर रिसाउँदै बस्ने अब अब त्यही त मैले उसलाई भेडा भने कि यसले मलाई कुकुर भने कि पिट्दिने झगडा गरिदिने झगडा गरिदिनु हो होइन होला के ग पागल हो हो त्यसले फेरि कफिराइट हान्देलाई हान्दैन के कस्तो मिठो पोडकास्ट भएको होइन हाम्रो यो हामी चाहिँ भर्खरै ड्युटीबाट निस्केको होइन यस्तो यस्तै फेरि यो मधेसी पहाडे अनि के आयो भने हामी यस्तोहरू कुरो कन्सेप्ट क्लियर गर्छौँ क्या हामी सधैँ यस्तो आयो भने यस्तो हो नि त फेरि एउटा कुरा हामी बोलेर त कहिले केही फरक पर्दैन त्यही नै हाम्रो विचारहरू चाहिँ राखेको मात्र फरक परोस् नपरोस् हेऱ्यो नि हेऱ्यो नहेऱ्यो नि हेऱ्यो त्यस्तो कुरा आयो भने चाहिँ हामी एउटा क्लिप बनाएर यसरी हाम्रो विचार चाहिँ हाल्छौँ क्या तपाईँहरूलाई त अब के भन्नु गर्नु मन छ भने हेर्नु न म हेर्नु मन छैन नहेर्दा नि हुन्छ तर मेरो विचार चाहिँ त्यही हो झगडा नगरौँ सबैजना सँगै बसौँ आफूले आफूलाई बदनाम गरे जस्तो भयो क्या अब ठ्याक्कै थरहरू जातहरू गोत्र सोत्र कोतार्दाखेरि उसको नाम नन्दकिशोर मण्डल मेरो नाम सुजल गुरुङ हाम्रो रुममा राई पनि छ अनि मणिकुमार राई उता ऊ पूर्व म यता पश्चिमतिर चौहान पनि छ बाहुन पनि छ यहाँ चौहान बाहुन जनै लाग्छ नि सुन्दाखेरि त्यही भएर त बाटो छ नि पूर्वेली बाहुनहरू बाटो हुन्छ कि अब त्यो दाइले नै हामी पूर्वेली बाहुन भन्दा त्यो दाइ रिसाउँदैन रिसाएर हाम्रो फोन आएर भाइ तिमीले मलाई बाहुन किन भन्यौ भनेर फोन आन्छ पहिला अब यो भिडियो हेऱ्यो भने उसले के भन्दा ए हे तेरे तैले त मेरो नाम लिस भन्दै खुसी हुन्छ यस्तो मेरो नाम लियो भने अब अर्को हामीसँगै छ अब उता मोराङ होइन मोराङको त्यो दुई लाइनबाट पारस मणि दास रेशम कुमार दास अनि खै हामी राम्रोसँग बसियो त त्यही हो कहिले काहीँ भनेको अब नोकझोक भइहाल्छ मान्छेको जीवनै भनेको कहिले माथि हो कहिले ठुलो हो नोकझोक भनेको भइरहेको छ तर जातिको लागि चाहिँ झगडा चाहिँ गरेको छैन है हामीले बरु रुममा झगडा हुन्छ डिस्कस पर्छ त्यो तर जातिको लागि चाहिँ झगडा हुँदैन त्यो झगडा भनेको चाहिँ किन सफा गरेन भन्ने कुरा त्यो जसको रुममा नि हुन्छ त्यो हाम्रो एउटा कमन झगडा मात्र हो त्यो फलानु मधेसी तैँले मुझे किन तैँले किन सफा गरिनुहोस् कहिले काहीँ निस्किन्छ क्या म बिग्रिसकेको छु यहाँ आएर
पहिला आउँदा सोझो थियो प्लेनमा आउँदाखेरि होइन बापरे पुरै के होइन ओहो मासला भन्दा पनि सोचेर बोल्दै यहाँ आएपछि मासला हराइसक्यो लोप भइसक्यो विलोप अब भइसक्यो माको पछाडि अर्को आउँछ होइन यो चाहिँ यसमा टिङ लगाइदिए तिमीले जी भन न जी मैले जे भन्छु त्यसको पछाडि जी जोड है राम जी सीता जी लक्ष्मण जी तमु जी तमु हाम्रो अब त्यो भने हामीले तमुलाई त्यस्तो भन्यो मै तमु हो अब हाम्रो त्यो गुरुङ भाषामा भन्छ क्या तमु भनेर ठाकु भन्छ अब हामीलाई ठाकु भनेर तैँले मलाई किन ठाकु भनिस् भन्ने अब त्यो भएन त्यही हो गाइज भिडियो अलि लामो भयो पोडकास्टै भइदियो क्या हामी त पोडकास्टै गरेर बसे जस्तो भयो कि यस्तो यस्तो आयो भने होइन यो चाहिँ मैले किन बनाएको भन्दा हाम्रो फर्स्ट पोडकास्ट जस्तै भयो एउटा भिडियो फर्स्ट भिडियो हो अब अहिले बोल्नै मन अहिले लाग्यो हाम्रो त्यत्रो हैसियत भएको छैन माइक साइक ल्याएर सकिँदैन देऊ न हामी यहीँ आएर एउटा स्टोरी नै खोल्छ धेरै भने यो चाहिँ हाम्रो रेस्टुरेन्ट होइन है हाम्रो डाइनिङ होइन यो चाहिँ अरूको डाइनिङ हो हामी बेला यसो आएर हामी होइन घर जाने बेलामा हामी घर जाने बेलामा चाहिँ यहाँ आएर पुगेर बस होइन यहाँ अटोमेटिक गाडी हो ढोका नि खोल्नु पर्दैन हामीले त आफै खोल्छ अझै झन् ड्राइभर नि नआए नि हुन्छ रिमोटले चल्छ अलि गफ हानेकै त्यो चाहिँ रिमोटले चल्दैन बेलुका ड्राइभर आउँदैन भने के हुन्छ दाजु हामी चलेर गाडी चाहिँ आउनु पर्यो अहिले गाडी आफै आउँछ गाडी पठाइदिए यो हाम्रै होइन क्या हाम्रो त त्यो लठु आए पनि फोन गर्छ क्या ढाँटै अहो होला ल त्यही हो साथीहरू ल धन्यवाद नि भनिदिउँ न त धन्यवाद अहिलेसम्म भिडियो हेरिदिएको मिलेर बसौँ सबैजना भनेको के अरे मेरा यी साना होइन हामी एक नेपाली हौँ सबैजना नेपाली हौ धर्म त्यही हो पृथ्वीमा रहन्छ जय नेपाल छड्के सलाम जय गोर्खाली यो हाम्रो भिडियो फेरि सुरु भयो हाम्रो ड्राइभर नरहेछ अब ऊ त्यसलाई ड्राइभर भन्यो अब त्यो रिसाउँछ त अब होइन अब हामी किचनमा काम गर्ने हो के भन्छ जेसुकै भने किचन हेल्पर त होइन हो हामी त अहिले भेदभाव सुरु भयो हेल्परै होइन क्या हाम्रो हुन त हेल्पर हो तिमीले मलाई हेल्प गर्छ मैले तिमीलाई हेल्प गर्छु त्यसरी बुझी हेल्पर अब के गर्नु अनि औ दुबईमा सिक्रेट गार्ड थिएँ मलाई पाले भन्दा मलाई रिस उठ्ने अब म त गर्वको साथ भन्दै राइस मैले पायल दाइ फिल्म खेलेर सुपर हिट भइसक्यो तिमीहरू सुपर हिट अझै पनि पायल दाइ भनेर खुकुरी निकालौँ भन्छ क्या अझ त्यही फिल्म देखेर जोनी लेभल एउटा हिन्दी फिल्म हाल्छ खुकुरी निकाल्यो नेपाली भाइ भन्छ नि हाम्रो नेपाल कस्तो छ राम्रो छ नेपालको काठमाडौँ है त्यही अब काष्ठे मण्डप भन्थ्यो नि पहिला काष्ठे मण्डपै के भन्थ्यो काष्ठे मण्डप भन्थ्यो कि पुरानो नाम चाहिँ काष्ठे मण्डप हो कसको काठमाडौँको अनि काठमाडौँ होइन हो के काष्ठे मण्डप म त गुगली गरेर हेर गुगली होइन गुगल हो त्यही गुगली रे गुगली सन्दीप लामिछानेले बल हाल्छ नि त्यही गुगली भन्दै गुगली होइन होला त्यो त स्पिनरको लेफ्ट स्पिनर हो कि कुन रे लेफ्ट स्पिनर होइन र त्यो त के अरे राइट आर्म स्पिनर हो क्या अनि त्यसले स्पिनरले होइन जस्तो गुगली बल फाल्यो भने चाहिँ झुक्काउँछ क्या गुगलीको भरै हुँदैन क्या गुगली भनेको कस्तो यस्तरी बल ह्या ठोकेर यता जाने होइन र आएर जस्तो यहाँबाट आउने बल हुन्छ होइन यहाँबाट एक डिप खायो कि होइन बल यता गइदियो न उता देखेन कि यता खाएर यता जस्तो यहाँ हान्यो होइन ट्याक्कै बल यता जान्छ छोडेर कि यतै जान्छ कि यतै जान्छ क्या अनि झन् त्यो अफ स्विङ गर्दा आमा यस्तो क्या पुरै नागिन जस्तो बनाना जान्छ क्या लो अफ स्विङ गरेर एकचोटि अफ स्विङ भनेर एकचोटि बोलिङ हेर तिमी पागल हुन्छ कि पागल त हुन्न होला पागल भयो भने त यहाँ खतम भयो अहिले त्यस्तो अफ स्विङ गरेर आएको छैन पहिला थियो उयो के पो नाम थियो कि त्यो हाइट पनि यति ठुलो छ त्यो ठुलो जत्रो खेलाडीहरू पनि त्योसँग डराउँथ्यो कि त्यसलाई हान्ने भनेको एउटा रविन्द्र सेवाग मात्रै हो त्यसले चाहिँ खतरा हान्थ्यो सही हो सो गाइस त्यही हो है झगडा भनेको यस्तो जातपातको कुरामा झगडा गरेर काम छैन यिनीहरू एउटा कुरा म के भन्न चाहन्छु भने हाम्रो नेपालीहरू नभन्न नचाह न त्यस्तो हामीलाई देशलाई अब यो सायद अरू उताबाट पनि सुनेको छ होइन तर सही भनेको रहेछ जसले भने पनि हाम्रो देशको माया गर्ने भनेको कहाँ हुन्छ थाहा छ जब दुई देशको म्याच हुन्छ नि त्यो जस्तै अब इन्डिया नेपाल गेम भयो भने त्यो दिनमा चाहिँ देश प्रेमीको कुरो हुन्छ गेम सक्यो भने
सुरु भयो त्यही सुरु भयो। अस्ति भर्खर अझै बिर्ता मोड कि कतातिर पनि हिन्दू र मुस्लिमको झगडा भइरहेको थियो, आन्दोलन भइरहेको हाम्रै गाउँमा भइरहेछ राजविराजमा। अब के भन्नु त्यस्तोलाई म अब त्यस्तो तिमी भन्नु त्यति बेला तिमी भन्न गयो भने तिमीलाई पिट्छ कि फेरि पिटिहाल्छ नि, अब त्यो पिटिहाल्छ तिमीलाई नि। पिट्छ कि त्यही भएर त्यति बेला सबै त्यस्तो कुरा भन्यो कि चुप्लाएर अब म बस्छ आफ्नो कि बाबुआमाले पठाउनु पाउ हेर्नु त्यहाँ हिन्दीको झगडा भयो, तपाईँ चाहिँ बाउले पठाउने र अनि अझै उनीहरूले के भन्छ लाइभ आएर के अरे भिडियो बनाएर सबै जति मधेसीहरू हुन्छ हिन्दू राष्ट्र हिन्दू मान्यो भने सबैजना आउनु रे आन्दोलन गर्ने। ए पार्टी खाना बोलाए जस्तो बोलाएको त है, भोज खाने छोरीको बिहे गर्ने मुझे भोज खाने बोलाउँदैन अनि रफ नबोल्नु ल सरी रिस उठ्यो क्या मलाई चाहिँ। छोराछोरीको बिहे गर्ने भोज खाने बोलाउँदैन अझै झगडा गर्न चाहिँ बोलाउँछ। सबैजना आउने भनेर भिडियो बनाएर हाल्यो फेरि नचिनेको मान्छे नि गइदिन्छ कि कस्तो देशभक्ति जागेको त नि, आफ्नो देश कस्तो के अरे त्यो के भन्छ जाति भक्त कस्तो जागेको त नि उसले होइन। अस्ति भर्खर त्यो त्यत्रो आन्दोलन भयो जेनजीको होइन, अब हामी त यतै थियौँ नि त, हामी अब जान नि मिल्दैन, भर्खर आएको थियौँ त्यति बेला। आयो सुरु भइगयो। अब हामीले यताबाट गर्ने भनेको भिडियो हेर्ने बस्ने हो कि, अनि त्यहाँबाट अब त्यस्तो आन्दोलनमा गयो भने चाहिँ तपाईँहरूलाई सुहाउँछ, अनि त्यस्तोमा गयो भने सुहाउँछ सुहाउँछ अलिकति भनेको सुहाउने देशको लागि ज्यान गयो यताउति होइन सहिद भयो त ठिक हो। जातिपातीकोमा पुरा झगडा गरेर बस्थ्यो, काम छैन। यिनीहरू सोच्यो होला फोटो लाग्छ मूर्ति बनाउँछ, बनाउँछ मूर्ति तिमीहरूको राजविराजमा मरेर के बनाउँछ होइन कहाँ त्यस्तो। अनि अलि यत्रो मोडर्न जमाना आइसक्यो, 2026 आइसक्यो, 2026 आयो, 2082 82 आयो, 82 मिल्यो नि, 81 अझै होइन त्यो झगडाको इस्यु मलाई जहाँसम्म लागेको एक्ज्याक्ट थाहा भएन तर हाउभाउ चाहिँ त्यस्तो के कसरी भयो भने 12 बजेको रात थियो अरे क्या, अनि पसलकै समथिङ के एउटा मान्छे हिँडिरहेको थियो क्या, अनि त्यो फेरि के छ भने अब तिनीहरूको दुश्मनी हुन्छ नि साथीमा, त्यो एउटा केटा मुस्लिम केटाहरू आएर के अरे हिन्दू केटालाई पिटेछ। अरे पिटेछ भने पुलिस छ अरे अदालत छ, त्यहाँ गएर इन्भेस्टिगेसन गरेर जेलै हाल होइन, पैसा तिर्दा पैसा तिर। अब यसमा त्यही दुइटाले गर्दा यी दुइटा रिलेसनको झगडा भयो, त्यही यो न्यू, अरू केही न्यू होइन। झगडा भएको अब हिन्दूले फलानाले पिट्यो मुस्लिमले फलानाले पिट्यो, त्यही न्यू हो, अरू केही होइन के। त्यति कुरामा झगडा भयो। अब हिन्दू मुसलमान एक ठाउँ रे लु खै छड्के सलाम हान्नु पर्ने के, देउरे हातको छड्के सलाम। अरे यार पुलिसकै काम त नि, पुलिस भयो हाम्रो आर्मी के काम नि, पुलिस भयो अर्को के हुन्छ आर्मी हुन्छ अदालत भयो। ल भन्ने चिज थाहा होला नि तपाईँलाई, LAW कानुन, त्यो के को लागि त्यो समुद्रमा भने कानुन त्यहाँ कुबेर के अरे फिन्तास फिन्दास चिन्दैन समुद्रमा बनाएर नुन यिनीहरूलाई यिनीहरूलाई कानुनको होइन कथा बिर्सेछ, नुन मात्रै थाहा छ क्या। त्यो पनि नुन हाम्रो थोरै खान्छ, इन्डियाको चार्टर बस्छ। साँच्ची हो हाम्रो देशको कसैले के किन्दैन, अलिकति 5 रुपियाँ कम गरेर इन्डिया दौडिन्छ क्या। त्यही भएर हाम्रो अब भन्न के भनेर गरिब मान्छे त्यही कुरामा होइन अर्को सन्दर्भ। अब मान्छेले अब कस्तो सोच्छ अरूको घरमा फलेको किन्दैन कि बजार सब्जी मन्डीमै गएर धेरै जसोले किन्छ क्या, यसले उमारेको भरै गर्दैन कि आफ्नो घरको छेउको मान्छेले भर गर्दैन कि यिनीहरूले भर गर्दैन। अनि फेरि पसलमा गएर 10 दिन पुरानो हुन्छ पानी छ्याप्पी इन्डियाबाट लिएर आएको कि त्यो कति त्यो गाडीमा हालेर भर्खर आजै झारेको अरे, झार्न पो आजै झारेको त, आउन त कति दिन अगाडि आएको हो नि, त्यो त आफ्नै घरको भित्रबाट पाकेको हुँदैन कि, अनि कार्पेट हालेर त्यो अझै त्यो केमिकलहरू हालेर पकाउँछ कि आफ्नै घरको साइडको। अनि मान्छेहरूले पकाएको उमारेकोहरू चाहिँ पत्याउँदैन। अब के भन्नु र हाम्रो त्यो सानैदेखिबाट त्यस्तै सोच मेन्टालिटी नै त्यस्तै घुसाइदिएर हो कि। त्यही भएर भन्छु क्या देश कहाँबाट देश कसरी विकास हुन्छ, किनभने हामी आफ्नैमा भिडिरहेछौँ, नेताहरूले के गर्छ नि तिनीहरू आफ्नैमा भिडोस् र झन् भिडाउँछ अनि फाइदा लुट्छ। हाम्रो गाडी आयो, हाम्रो गाडी पनि देखाइदिउँ न। अब हाम्रो चाहिँ यो पोडकास्ट चाहिँ सकियो ल, त्यो गाडी अगाडि उस गर्नु उही मर्सिडिज तिमीले किनिदिन्छौ नि त यहाँ सो त्यही हो हाम्रो चाहिँ बलदिया अघि कस्तो भुइँचालो कस्तो सफा भएको त हेर नछाउ न दो जने अन्ना ये मैले तो अगाडि को ढोका खोल्दै ऑटोमेटिक हो के अन्ना इधर दिखा रहा था ये हमारा गाड़ी ऑटोमेटिक है इसीलिए आपको खोलो बोल रहा था, आप एक ही बंदे हो ऐसे समझ लिया। अन्ना आप देखिए ना कितना क्लीन है, कितना आज बलदिया आया था। हाँ अन्ना कैसे हो, हाई बोल दीजिए। सो हाम्रो गाडी चाहिँ यही हो, हामी चाहिँ जान लागेको भयो यो थोडा हेर्दिनु भयो। अस्सलाम वालेकुम, खुदा हाफिज।